फ्याफुल्ला नमस्ते। यतिखेर चाहिँ हामी तिमाल गाउँपालिकाको एकदम नै चर्चित अनि बुद्धिस्टहरूको लागि चाहिँ एउटा ठुलो चाहिँ तीर्थस्थल गुरु रिम्पोछे केभ, यसलाई घोलुङ पहारा अनि पोङसुङ कुड भनेर पनि चिनिन्छ, जुन ठाउँ चाहिँ एकदमै पवित्र ठाउँ हो। यहाँ चाहिँ गुरु रिम्पोछे पद्मसम्भवले चाहिँ उहाँले चाहिँ 3000 चोटिको पालोमा चाहिँ यहाँ छाम अर्थात् तपस्या गर्नुभएको ठाउँ हो, जुन ठाउँलाई चाहिँ एकदमै पवित्र मानिन्छ। यो ठाउँमा चाहिँ आएर तपाईँहरूले लुङदर धर्जु चाहिँ तपाईँहरूले टाङ्नु भएमा तपाईँहरूको ग्रह दशा शान्ति हुने, परिवार नमिलेर बिछडिएर तपाईँको परिवारभित्र तपाईँको कुरा मिलिरहेको छ भने कुरा मिल्ने, तपाईँको दशग्रहलाई चाहिँ हावाहुरीले एउटा झन्डालाई फरफराएको जस्तो गरेर फरफराउँदै लगिन्छ भन्ने पनि मान्यता छ। र यो ठाउँमा आउन पाउनु भनेको नै सबैभन्दा ठुलो सौभाग्यको कुरा हो। सम्पूर्णले यो ठाउँमा यदि तपाईँहरू बुद्धिस्ट हुनुहुन्छ र तपाईँहरूलाई तीर्थस्थल राम्रो ठाउँ कहाँ होला म जान पाए हुन्थ्यो भन्ने लागेको छ भने चाहिँ यो ठाउँ चाहिँ तपाईँको लागि एकदमै राम्रो ठाउँ हो। एकचोटि तपाईँहरूले भ्रमण गर्न सक्नुहुनेछ। यो चाहिँ पोङसुङ कुड अर्थात् हामीले चाहिँ घोलुङ पहारा भनेर पनि चिनिन्छौँ। धन्यवाद।